चाहिँ खुपाङबाट सामान आइसकेको छ हैन। अनि मैले चाहिँ खुपाङमा सामान निकै नै अर्डर गरेको छु हैन। सामान चाहिँ अझै आउँदैछ हैन, मङ्गलबारसम्म आइपुग्छ। अनि आज अरू रहेको सामानहरू पनि आज बेलुकासम्म आउँछ। अनि एउटा सामान चाहिँ मङ्गलबार मात्रै आउँदैछ। लेट्स गो। के चाहिँ मैले खुपाङबाट अर्डर गरेको छु त हैन। अझै पनि म सामान चाहिँ केही सामान किन्छु हैन, मलाई चाहिने सामानहरू। अनि यसमा के टेन्सन चाहिँ लागेको छ भने यो सामानहरू चाहिँ मैले नेपाल जाँदाखेरि लान पाउँछु कि पाउँदैन आई डोन्ट नो, थाहा छैन हैन। अब केही छैन, लान नपाए पनि यहाँ बसिन्जेलसम्म चाहिँ म यसलाई चाहिँ युज गर्नेछु है त। लेट्स गो। अलिक कस्तो बुझ्यो होला हैन। यो छ ठिक छ नि माइक हैन। कस्तो अलिक अँध्यारो आयो है। त म मान्छे नै कालो छु, अँध्यारो आयो भने केही फरक पर्दैन हैन। अलिकति भिजिबिलिटी अलिक लाइट बढाउँ हैन। अब चाहिँ म अनबक्सिङ गर्दैछु के सामान छ भनेर हैन। यो चाहिँ मेरो टोटल कति हजार भन्दाखेरि अलिकति हेर्न मिलेन अहिले। यो छ है, फर्स्टमा यो खोलेर हेरौँ ल के रहेछ यसमा। अलि अँध्यारो आयो यार। के रहेछ यो चाहिँ, यो त ओहो ल गाइज, एक्सरसाइज व्हिलर। अब एक्सर्साइज दिनु पर्यो नि त हैन। 10 घन्टा काम गरे पनि एक्सर्साइज त गर्नु पर्यो नि त, रिफ्रेस हुनु पर्यो नि त हैन। यो चाहिँ व्हिलर है। यो चाहिँ कति भन्दाखेरि 9,901 को है गाइज।